हामीहरूको लटरम्बेश्वरको यात्रा चाहिँ अब सुरु हुन्छ है। बिहानको 5:30 बजेदेखि सुरु भयो चाबेलबाट। टिका भैरवबाट थोरै माथि लाग्यो। अगाडि एकजना छ दिपेश कतिवटा, त्यसपछि हाम्रो प्रो राइडर अजमल, त्यसको पछाडि छ सबिन, यहाँ हुन्छ हाम्रो सुबिन विशाल, त्यो त पछाडि म भइहालेँ, यहाँ पछाडि रिकेश, त्यो त पछाडि म नेपाल क्याट ग्रुपको नाम दुईजना चिनेको म दाइहरूलाई चाहिँ। यो पुरै छाप्दिएर ठाउँमा मुखैभरि पानी पानी गरिदियो। सुरुङ रहेछ चाहिँ काठमाडौँ निजगढ फास्ट्याग बाटो चाहिँ पनि यहाँनिर अगाडि पुग्दैछ। दुईवटा सुरुङ रहेछ। यो चाहिँ लटरम्बेश्वर लाइनबाट अलिकति माथि लाग्यो बाटो छ त्यहाँबाट। बाटो चाहिँ एकदम अखिलो छ यो लटरम्बेश्वर जाने बाटो। बस तलै रोकेर हाइकिङ गर्नुपर्छ। बाटो चाहिँ एकदम अखिलो छ। बजार मन्दिरभन्दा अलि वरको बजार आएको हुन्छ अहिले सेल लाग्दैछ यहीँ। अजमल कस्तो महसुस भइरहेको यहाँ माथि आइपुग्दा? रिकेश दाइ के कस्तो महसुस? रमाइलो भइरह? हाम्रो डम्बरेलाई के कस्तो भइरह? डम्बरे गाह्रो भइछ? सबिन त पुरै दौडेर शिलाजितले काम गरेको रङ चाहिँ कस्तो थियो भन्ने कुरा उसलाई कस्तो लागिरहेछ? उसलाई सोचेभन्दा राम्रो रहेछ। ए म चाहिँ यता छु है। सन्दा सुरुमा यहाँ 8 जना मध्येमा सन्दा सुरुमा आउने चाहिँ मै हो है। रेकर्ड बनाएँ है मैले अहिलेलाई।